देशमा 3% मान्छेले सबै सम्पत्ति ओगटेर गाउँमा मान्छे गरिबी र सुकुम्बासी छ। लडाईँ हेर्नुहोस् यहाँ बहस केमा भइरहेछ। यो बहस गर्ने कुरा हो आज। तपाईँ हामी निर्वाचनमा छौँ, जनताको आर्थिक स्थिति कसरी सुदृढ गर्ने भन्ने बारेमा बहस गरौँ न। विज्ञहरू पार्लियामेन्टमा यो जे छलफल यहाँ भयो पार्लियामेन्टभित्र पनि त्यही हुन्छ। त्यसकारण राष्ट्रका समस्याहरू कहिल्यै निकास निक्लिँदैनन्। 1 2 51 बिघा भित्र यहाँका केही मान्छेहरू र प्रशासकहरू र शासकहरूले निर्माण गरेको हो। त्यो 51 बिघा जुन अहिलेको पछिल्लो फैसला छ त्यसभित्र पर्दैन। मैले हेरेको छु, मैले मन्त्रीसँग पनि कुरा गरेँ र मैले भोलि गर्नुपर्ने यसमा कानुनी सहयोग गर्छु भनेर भनेको छु। उहाँहरूको धनी पूर्जा आउनुपर्छ, नागरिकलाई बेग बनाउन पाइँदैन। तेस्रो कुरो, विषादीले यो क्षेत्र समस्याग्रस्त छ। एउटा भ्रूणमा रहेको बच्चा समेत विष खाएर जन्मिन्छ। त्यसकारण यसलाई रोक्ने अभियान चलाउनु आवश्यक छ। कालो बजारीबाट सिमानाबाट भित्र छिरेका सामानले यहाँका व्यवसायीहरू समाप्त भएका छन्। त्यसकारण यसलाई सिडिओदेखि प्रशासनले रोक्नुपर्छ। मेरो लडाईँ त्यहाँ हुनेछ। अर्को कुरो, यो बुधबारे बजारमा जो नागरिकहरू विस्थापित गरिएका छन् र त्यो अहिले यो एउटा फोहोर जङ्की एउटा दुर्व्यसन गर्ने ठाउँ बनेको छ, त्यो नगरपालिकाले जवाब दिनुपर्छ। म त्यसको जवाब खोज्नेछु। बाँकी डिजिटल एउटा लाइन, डिजिटल रिभोल्युसनबाट अहिलेको जेनजीहरूलाई एउटा रोजगारमा ल्याउने, कोठामा बसेर 10 लाख कमाउन सक्ने नयाँ इन्स्टिच्युट यहाँ खोल्नुपर्छ। र यदि मैले जितेँ भने मेरो अफिस 30-25 जना विज्ञ सहितको अफिस यहाँ हुनेछ र त्यो अफिसले सबैका समस्या समाधान गर्न पाउँछ। देश जटिल अवस्थामा छ। त्यसकारण मेरा 3टा मुद्दा छन्। 1, यो औद्योगिक विसर्जनको विरुद्ध। अब देश औद्योगिकरणमा गएन भने अब देश रहँदैन। यो गरिबीले देश समाप्त हुन्छ। जनसङ्ख्या शून्यमा वृद्धि दरमा पुगेको छ। अबको 15 वर्षमा हाम्रो जनसङ्ख्या 16 देखि 21% बुढौली हुन्छ। 60 लाख मान्छे 75 वर्षका मान्छे देशले पाल्न सक्दैन। तल जनसङ्ख्या वृद्धि छैन। युवाहरू सबै बेच्ने काम भएको छ। त्यसकारण यो देशलाई जोगाउने कुरो बताउन। दोस्रो कुरो, यो जियो पोलिटिकल ट्र्याप्समा हामीले अब देशहरूलाई कसरी एउटा व्यवस्थित ढङ्गबाट सन्तुलन कायम गर्न सक्छौँ र सबै छिमेकीसँग रहन सक्छौँ भन्ने बताउन। र तेस्रो, यो रेमिटेन्स ट्र्याप भन्छौँ हामी, विप्रेसनको पासो, त्यसलाई चाहे 25,000 तलब किन नहोस्, देशमा हरेक व्यक्तिले रोजगार पाओस्। श्रीमान श्रीमती सँगै बसेर, बाबु आमा छोरा छोरी हजुरबाबु हजुरआमा एकै ठाउँमा बसेर हाम्रो धर्म संस्कृति अनुसारको परिवार कायम राख्न र यो देशलाई पहिला जोगाउनको लागि मेरो उम्मेदवार हो। त्यसकारण मेरो उम्मेदवार, एक शब्द भन्छु, मेरो उम्मेदवारी चाणक्यको उपस्थिति हो। तर हाम्रो बहुदलीय प्रतिस्पर्धाको संसदीय व्यवस्थामा एकजना सांसदले गएर त्यहाँ केही पनि गर्न सक्दैन। अहिले जति कुरा तपाईले भनिराख्नु भएको छ, बाहिरै बसेर पनि खबरदारी मजाले गर्न सकिन्छ। भित्रै छिर्नुपर्ने कारण के? एकदम छोटोमा, बाहिर बसेर 15 वर्ष गरे, यो कान बन्द भएपछि भएन, त्यही भित्र कराउनु पर्ने बाध्यता भयो। होइन, सांसदले मुद्दा उठाउँछ र म यो मान्दिनँ सबै कम्युनिस्टहरू गलत छन्, सबै काङ्ग्रेस गलत छन्, सबै रासुवापा राम्रा छन्, म यो मान्दिनँ। जब एउटा विज्ञले तथ्यहरू ल्याएर पुष्टि गर्छ, गफ गर्ने होइन संसद तथ्यमा बहस गर्ने थलो हो। जब मैले तथ्यमा ल्याउँछु, एक मिनट एक शब्द भनौँ, त्यो तथ्यमा ल्याउन व्यक्ति विचार महत्त्वपूर्ण हो। विचार एक सधैँ बहुमत हुन्छ, व्यक्तिको मात्रै बहुमत र अल्पमत हुन्छ। ओके, मैले तर हाम्रो संसद र हाम्रो व्यवस्था चाहिँ अङ्कगणितमा चलिदिन्छ के, जोडजाड गरेर चलाउने चलन छ नि। त्यो भएर मैले यो प्रश्न गर्थेँ। त्यही कारण बिग्रिएको हुनाले म जान लाग्यो हो।